बैंकहरूले कसरी दिन्छन् शेयर धितो कर्जा? यस्तो छ प्रक्रिया। बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो राखेर दिने कर्जालाई शेयर धितो कर्जा भनिन्छ। शेयर बजारमा सूचीकृत कम्पनीका शेयरहरूलाई धितो मानेर दिने यो कर्जा पछिल्ला वर्षहरूमा लगानीकर्ता र व्यवसाय बीच निकै लोकप्रिय बन्दै गएको छ। खास गरी पुँजी बजारमा लगानी बढाउन तत्काल नगद आवश्यक परेको अवस्थामा शेयर बेच्न नपर्ने गरी कर्जा लिन सकिने भएकाले यसको प्रयोग बढ्दै गएको छ। शेयर धितो कर्जाको प्रक्रिया नेपालमा नेपाल राष्ट्र बैंकको नियम अन्तर्गत सञ्चालन हुन्छ। कर्जा लिन चाहने व्यक्तिले आफ्नो नाममा रहेको शेयरको विवरण सहित बैंक वित्तीय संस्थाहरूमा आवेदन दिन्छन्। बैंकले शेयर धितोको मूल्याङ्कन गर्दा नेप्सेमा कायम पछिल्लो बजार मूल्यलाई आधार मान्छ। तर बजार उतार चढावको जोखिमलाई ध्यानमा राख्दै बैंकहरूले शेयरको पुरै मूल्य बराबर कर्जा दिँदैनन्। सामान्यतया शेयरको बजार मूल्यको 50 देखि 70% सम्म मात्रै कर्जा उपलब्ध गराइन्छ। कर्जा स्वीकृतिपछि शेयरहरू हितग्राही खाता मार्फत बैंकको नियन्त्रणमा राखिन्छन्। यसलाई लियन राखिएको शेयर भनिन्छ, जस अन्तर्गत कर्जा चुक्ता नभएसम्म ती शेयरहरू बेच्न, स्थानान्तरण गर्न वा प्रयोग गर्न पाइँदैन। कर्जाग्राहीले नियमित रूपमा ब्याज तिर्नुका साथै तोकिएको समयावधिभित्र मूलधन फिर्ता गर्नुपर्ने हुन्छ। यदि शेयरको बजार मूल्य अचानक घटेर तोकिएको सीमाभन्दा तल झर्यो भने बैंकले थप धितो माग गर्न सक्छ वा आंशिक कर्जा चुक्ता गर्ने निर्देशन पनि दिन सक्छ। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा सम्बन्धी स्पष्ट व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयर बजारमा अत्याधिक जोखिम नलिन निर्देशन दिँदै एक व्यक्तिले लिन सक्ने शेयर धितो कर्जाको अधिकतम सीमा पनि तोकेको छ। हालको व्यवस्था अनुसार एक व्यक्तिका समूहले बैंकिङ प्रणालीबाट लिन सक्ने शेयर धितो कर्जाको सीमा तोकिएको रकम भित्र मात्र सीमित छ, जसले बजारमा अनावश्यक सट्टेबाजी र जोखिम नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्य राख्छ। शेयर धितो कर्जा मूलतः आपतकालीन मध्यकालीन अवस्था अनुसारका लागि उपयुक्त मानिन्छ। शेयर बजारमा लगानीकर्ताहरूले यसलाई अवसरको रूपमा प्रयोग गरे पनि जोखिम भने उत्तिकै रहने अर्थविदहरू बताउँछन्।